सिग्नेचर पनि गर्नु यहाँ सिग्नेचर गर्नु इमेल हजुरको शुभ नाम दाइ मेरो दीपक राम सापकोटा हजुर दीपक राम सापकोटा बसाई कहाँ हो बसाई यहाँ चितवन राप्ती चितवन अनि विदेशबाट आउनुभयो भन्दै हुनुहुन्थ्यो बराइनबाट आउनुभयो कहिले आउनुभयो बिहान आउनुभएको आज बिहान आएर ल्यान्ड भएर तपाईँ सिधै राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयमा आउनुभयो अहिले हस्ताक्षर पनि गर्नुभयो है अब कति दिनको बिदा छ हजुरको केही भन्न चाहनुहुन्छ रवि लामिछानेलाई केही सन्देश दिन चाहनुहुन्छ यो राज्यले गरेको प्रतिशोध विरुद्ध के भन्न चाहनुहुन्छ उहाँको कुनै पनि गल्ती छैन उहाँले सहकारी सम्बन्धी इत्यादि कुराहरूमा चाहिँ उहाँको कुनै पनि संलग्न देखिएन यिनीहरूले संसदीय छानबिन गरे त्यसमा राज्यको पुरै संरचना युज गरे सबै कुरा गर्दाखेरि कहीँ भेटिएन नि र पनि लास्टमा गएर उहाँलाई फसाइएकै हो यो अहिले जुन चाहिँ गठबन्धनको सरकार छन् दुईजना मिलेर एमाले र काङ्ग्रेस यिनीहरूको प्रतिशोध नै हो भन्ने मेरो लाग्छ र उहाँ चाहिँ कुनै पनि कारणले चाहिँ दोषी हुनुहुन्न र सर्वोच्च अदालतले पनि उहाँलाई न्याय दिन्छ भन्ने हामीले धेरै आशा गरेको थियौँ भएन अब चाहिँ लास्टै उपाय भनेको जनताकै अदालत हो हामी जनताको अदालतमै छौँ हामी अहिले जनताको अदालतमा छौँ यो अदालतले पक्कै पनि रवि दाइलाई न्याय दिन्छ चौरासीमा चाहिँ उहाँलाई चाहिँ प्रधानमन्त्री बनाउनु सिङ्गो सरकार धन्यवाद यो सबैजनालाई मेरो धन्यवाद